हेलो गाइज, आज हामी हाइकिङको लागि भनेर फुलचोकी आएका छौँ र मसँगै दुईजना हाम्रा साथीहरू पनि हुनुहुन्छ। उहाँहरू चाहिँ बिस्तारै आउँदै हुनुहुन्छ, म अगाडि गइरहेछु। हाम्रो हाइक चाहिँ बिहान 7 बजे भनेको, कोही सुते गरेर बिहानको 9 बजे सुरु भयो र हामीले सुरु गऱ्यौँ इमाडोलबाट। इमाडोलदेखि हामी सातोबाट हिँडेर आयौँ, त्यहाँबाट गाडी चढेर गोदावरीसम्म आयौँ भने अब हामी गोदावरीबाट माथि फुलचोकीतिर लाग्दैछौँ है। फुलचोकीको बाटो यस्तो छ र भ्यू पनि दामी छ। यी यसरी जाँदैछन् दुईजना लखर ठमक लाउँदै र यहाँ चाहिँ चेक पोइन्ट रहेको छ। हेरौँ यहाँ के गर्छन्, टिकट काट्नुपर्छ कि पर्दैन है। हिँड्ने मान्छेलाई टिकट काट्न छैन भने चाहिँ टिकट काट्ने दिदी हुनुहुन्छ। यहाँ चाहिँ दिदीले भने जस्तो फुलचोकी जानलाई टिकट काट्न नपर्ने रहेछ, तर मार्बल डाँडा जाँदा काट्नुपर्ने रहेछ। र दिदीले भने जस्तै यो पार्किङ लेखा ठाउँबाट 1300 लागेपछि चाहिँ हामी फुलचोकीको लागि जान सक्छौँ। जाँदाखेरि चाहिँ यहाँ सूचना पढेर जानु होला। सूचना पढेर गएपछि चाहिँ जाँदा सजिलो होला, होइन भने बिचमा गाह्रो पर्नेछ। ल गाइज, ल हामी यहाँबाट लागिरहेछौँ। अब फुलचोकीको यो गेटबाट हाम्रो चाहिँ फुलचोकी हाइक स्टार्ट भएको छ र अब हामी छोटो बाटो जान्छौँ। छोटो बाटो चाहिँ उयो अगाडि पार्किङ लेखेको ठाउँबाट 1300 लागेपछि चाहिँ पुगिन्छ अरे। यहाँ पुगेपछि चाहिँ यता पार्किङ लेखेको छ, यसको अपोजिट साइडमा, यो लेफ्ट साइडमा जानु पर्दैन रहेछ। यो छोटो बाटोको लागि यताबाट गयो भने अलि लामो पर्ने, यो बाटो गयो भने लामो पर्ने भन्नाले हामी अब लाग्दैछौँ यता। साथीहरू मलाई छोडेर कुद्दैछन्, लुखुर दौडिए। अब यिनीहरूलाई के भन्नु, छोडी जानेलाई के भनौँ र, खै तिमी हाँस मै बाँचौँला रोइ भने जस्तो भए। अब यहाँ चाहिँ मन्दिर रहेछ, के को मन्दिर भन्ने चाहिँ हामी एकजनालाई सोधौँ। भनेको खै कोही फेला पर्नुहुन्न, भनेको यो नौधारा रहेछ मन्दिर भन्दा पनि। नौधारा पिकनिक स्पट र यताबाट नि जङ्गल जाने बाटो त रहेछ, अलि हराइन्छ भन्ने हो। यो चाहिँ फोहोर पानी बग्ने धार हो गाइज, र बाटो यताबाट छ। हामी यताबाट अगाडि लाग्दैछौँ। हामीले फोहोर धेरै देखेका छौँ। गाइजहरूलाई के उ गर्छौँ भने धेरै आएर फोहोर नगरिदिनु होला। सबैलाई ट्रायलको लागि चाहिँ राम्रो सफा बाटो भयो भने राम्रो। यी दुईजना यामी स्क्वायर दौडिरहेछन्, छोडी जानेलाई के भनौँ र, खोइ तिमी हिँड भो मै बसौँला रोइ भने जस्तो भए। यहाँ फोटो भिडियो चाहिँ राम्रो आउन सक्छ। हामीले यहाँ बसेर एकछिन फोटो भिडियो खिच्ने निदो गऱ्यौँ। निदो त गरियो, साथीहरूले कुरेनन्, टुइँ हिँड्न थाले, त्यही भएर म पनि टुइँ हिँडेँ। यहाँ चाहिँ राम्रो भनेको सिडी बनाएको रहेछ र अरू साथीहरू पनि यहीँ बसिरहेछन् भाइहरू। र मजाको बाटो रहेछ, ट्रायल पनि राम्रो। यता सरसफाइ भइरहेको छ, 70 जम्मा भइरहेछ। त्यतिखेर त्यसलाई चाहिँ राम्रो बाटो, टक्क थकै लाग्ने खालको। यी मन्दिर पनि रहेछ, नौधारा यो के नौधारा मन्दिर कि के भनिँदो रहेछ यसलाई। र हामी यताबाट लाग्छौँ हाम्रो गन्तव्यतर्फबाट। राम्रो सिँढी देख्दिरा, म चाहिँ खुर र यसरी कुद्दिरा, कुद्दिरा, अरू चाहिँ यसरी लखर गर्दै आइदिरा। यसरी थकै लाग्दै गरेर हिँडिदिरा, झ्याप्प अड्केर के कुरा सम्झिरा। मेरो ब्यागमा त अल्टिमाको मार्बल स्पिकर छ भने सम्झिदिरा। यसरी हत्तनपत्त ब्याग, ब्याग खोलिदिरा, स्पिकर नभेटिरा, बल्ल स्पिकर भेटिरा, मान्छे उत्तानो पर्दिरा। ब्यागको भित्र सामान सबै देखिसक्यो, मार्बलको स्पिकर निस्किँदैन। अब निस्क्यो भनेर तान्दिरा, साथी त माथि पुग्दिरा। अब भेट्नु पर्यो भनेर हिन्दिरामा पनि
साथी झन् चढ्दिरा ब्यागबाट स्पिकर त निकालेको ब्याग बोक्ने मान्छे त तले अड्किरा सुई चढ्यो चढेको देखेर मैले पनि स्पिकर अन गरिदिरा अब आफूलाई मनपर्ने कुमार सागरको गीत खुतुर बजाउने मासतिर लाग्ने यसरी हिँड्दिरा स्पिकर बोकेर त्यही सुरमा मैले कुमार सागरको गीत बजाइदिरा गीत यसरी बज्दिरा साथी यहाँ ठ्याङ्ग अड्किदिरा अनि साथी त्यही तालमा नाच्दिरा रमाइलो भयो भने त गाइज भनेको त इष्ट नाच्न छोडेर मतिर पुलुक्कै हेर्दिरा दुईजना आफ्नै सुरमा हिँडिरा मैले कुरा गर्ने बित्तिकै दुईजना अड्केर बस्दिरा फुरफुरी गीत बजाएको साथी के गीत बजा भनेर रिसाइरा एकछिनपछि थाहा भयो फुरफुरी बजा रहेछ भने त्यसपछि त साथी फुरफुरी बजेको सुनेपछि साथी नाच्दिरा यसरी नाची गयौँ हामी फुलचोकी डाँडातिर उकालो लाग्दै दुःख बिर्स्याउँदै गीत बजाउँदै पछि यसरी भ्यू आइदिरा हामी हेरेको भइदिरा अब भ्यू हेरेर रमाउँदै चराचुरुङ्गीको चिरबिर सुन्दै जान्छु भनेको साथीले अल्टिमाको मार्बल पाएको के छोड्थ्यो र डम फुरफुर कुमार सागरको फुरफुरी गीत बजाएर ब्यागमा यसरी राखेर नाच्दिरा हामी चाहिँ यसरी गइरहेछौँ अझै यत्रो चढ्नु बाँकी छ कस्तो राम्रो भ्यू आइदिरा त्यही भएर म चाहिँ भ्लग गर्न बस्दिरा यसरी जाँदाखेरि आवाज चिरबिर आवाज पनि मजाले सुनिँदो रहेछ यो हाइक चाहिँ यसो विचार गर्दाखेरि नेचर लभर र वर्ल्ड लभरहरूलाई चाहिँ एकदमै सुइटेबल हाइकको रूपमा लिन सक्छौँ सुन्नुहोस् त चिरबिर कस्तो मजाको आवाज आइरहेछ है ल हेर्नुहोस् त चिरबिर चरी हामी छिटो चरी म भ्लगतिर लागिरा साथीहरू मलाई छोडेर यहाँनिर फोटो खिच्न पस्दिरा अब फोटो खिच्नलाई बोलाउँछन् भनेको बल्ल क्यामेरा तेर्साएपछि बोलाए म त्यही भएर खुर्र कुदेर दौडिदिरा म चिरबिर कता गऱ्यो खोज्दिरा यताबाट साथीले को हो गरेको यता अर्को साथीले म हो गरेर आइदिरा म त साँच्चीकै को आयो भनेर हेरिदिरहेको त साथी दुईजनाको बिचमा म पर्दिरा यताबाट पनि चिरबिर आवाज आयो कता आयो थाहा छैन म चिरबिर खोज्दिरा साथी यहाँबाट आएर खुतुर आइरहेको थियो साथीको फोटो खिचेको झन्नै चिप्लेर लड्दिरा साथीलाई बिस्तारै आइज भनेको साथी त खुर्र दौडिन थाली एउटा साथी यता आइदिरा अर्को साथी कता गयो खोज्दिरा त साथी त यता नाचेर बस्दिरा साथी त्यहाँबाट आइज भनेको आउँदिन भन्छ बल्ल आई खुतुर गर्दै आई के भन्छ भनेको त जङ्गलबाट आएको राम्रो भिडियो आउँछ अरे यसरी झुन्डीदिरा लुगा यता फाल्दिरा मान्छे टुकुर हिँड्दिरा लामो यात्रापछि हामी एकछिन विश्रामको लागि यहाँ बस्यौँ र आफ्नो झोलामा लिएर आएको स्याउ सुन्तलाहरू झिकेर मजाले छोडाएर खान थाल्यौँ छोडाएर खाँदै थियौँ दुईजना साथीहरू के भन्दै गफ गर्न थाले मैले उनीहरूको एकछिन उनीहरूको गफ सुनेर मक्ख पर्न थाले त्यतिकैमा एउटा साथी कचम गर्दै के भन्न थाली मलाई नि झनक्क भयो ल अब चाहिँ हुँदैन छिटो गरौँ भनेर मैले सबै मुखमा हालेँ र आफ्नो गन्तव्यतर्फ लाग्यौँ हेर्नु गाइज के गर्नु कसलाई के लिएर आयो कसलाई के को धन्दा यहाँ सिमटा खोज्ने धन्दा अब यहाँ सिमटा खोज्दैछन् खै भेट्यो अनि त्यो खाने होइन त्यो बाहिरको खाने होइन नि त भित्रको मात्रै हो नि त ऊ यसरी सिमटा खोज्दैछन् है केटा गाइज यहाँ हाम्रोमा सिमटा
आयो गाइज सिम्टा ल हेर्नुहोस् है सिम्टा भनेको यस्तो है हेर्नुहोस् है गाइज सिम्टा लिसो चिसो मिसो के हो चिम्टा झिम्टा के खोज्दैछन् हेर्नुहोस् हाम्रो के अरे वनस्पति साइन्टिस्ट के खोज्दै हुनुहुन्छ एकछिनको विश्रामपछि हामी सरर माथि चढ्दैछौँ है थकित मुद्रामा छौँ तर धुवा धुलो तुवालो भन्दा चाहिँ धेरै नै राम्रो स्वच्छ हावा एकछिनको ठाडो उकालो हिँडिसकेपछि साथीहरूलाई गाह्रो भयो भन्न थाले र मैले नजिकै यसो भाँचेको हाँगाको चाहिँ लौरो बनाउन थालेँ लौरो बनाउँदै थिएँ अर्को साथीले कहाँबाट एउटा सानो तुन्द्रुङ्ग परेको लौरो बोकेर मैले लिएर आएँ भनेर मलाई देखाउन थाल्यो एकछिन पछाडि फर्केर हेर्दै थिएँ अगाडि लौरो भाँच्नु पर्यो भनेर फ्याट्ट हानेको प्याट्टै भाँचियो र अब हामी फेरि त्यही लौरोलाई बनाउँदै लाग्यो लौरो पाएको साथी दङ्ग परेर लौरो मलाई देखाउन थाली एकछिनपछि भिडियो खिच्दै भन्दै बाहिर साइडमा लाउन थाली भिडियो खिचे जस्तो त गरेँ त्यसपछि कपडा मिलाउन थाल्यो म पनि के कम भनेर मैले पनि भिडियो खिचे जस्तो मात्रै गरिदिएँ भिडियो खिच्न चाहिँ खिचिनँ बिचमा यस्तो लाली गुराँसको बोट देखियो एउटा चाहिँ टिपेछन् कहाँबाट टिपेछन् हातमा बोकेर टुकुर दुईजना गाउँ गर्दै माथि उकालो लाग्न थाले कहिले के भन्छन् कहिले फुल देखाउँछन् एउटा खाली बोतल जता पाए फाल्नु हुँदैन भन्दै हातमा बोकेर आए सम्म मभन्दा पछाडि हिँड्दै थिएँ अहिले मभन्दा अगाडि दौडे कहाँ पुगे ए कहाँ पुगे भनेको त यहाँनिर यसरी प्राकृतिक सिंहासनमा बस्दिरा यसो हेर्दा सिंहासन जस्तो देखिने राजकुमारी भनौँ भने धोती न टोपी छ होइन भनौँ भने सिंहासनमा बसेछ लगाइज कमेन्ट गरौँ है बल्ल बल्ल रोड देखिदियो पछाडि हेरेको त उनीहरू त लौरो टेक्दै टुकुर आउन थाले रहेछन् एकछिनको लामो सास फेर्दै उनीहरूको भिडियो खिच्न थाले उनीहरू पनि टुकुर आउन थाले किन ढिलो भनेको पछाडि भाइहरूलाई कुरेको भन्न थाले यसो हेरे पछाडि पनि 2-3 भाइ बहिनीहरू आउँदै रहेछन् तिनीहरूलाई पनि सँगै लिएर जाने गऱ्यौँ त्यसपछि यस्तो बाटो आयो अब सकिएन भनेर त्यो भाइ बहिनीहरूलाई तान्न थाल्यौँ 2 जना चाहिँ हामीसँगै अगाडि आए बाँकी चाहिँ कता गए देखेनौँ र उनीहरूलाई अब भएन भनेर यही 2 जना भने तान्न पर्यो भनेर एकछिन म तान्नतिर लागेँ अरू चाहिँ कता गए कुर्दै थियौँ अर्को नानी मलाई नि तान्दिनु भन्न थाली त्यसपछि उसको नि बोतल सोतल लिएर तान्दिएँ तानेर बल्ल तान्नलाई हात लम्काउँदै थिएँ हाइट गरेर चढ्दा कस्तो राम्रो ठाउँ आयौँ एकछिन हामी यहाँ विश्राम गरेर फोटोसुट खिच्न थाल्यौँ र त्यस्तै हेऱ्यौँ 2टा चट्यानको बिचमा बाटो बनेको रहेछ यसो हेरेको कस्तो राम्रो लाग्यो र एकछिन भिडियो बनायौँ राम्रो 2टा चट्यानको बिचमा भनेर उता गऱ्यौँ झर्ने बेलामा त यस्तो बाटो रहेछ झन्नै एउटा साथी
पछाडि अर्को ओर्लिँदै थिए। बिस्तारै बिस्तारै भन्दै थियौँ साथी त कसरी ओर्लिने हो भनेर कराउन थाली। बल्ल बल्ल तल आउन त त्यही पनि बिचमै अड्की। एकछिनपछि लु भएन भनेर हेर्दै बस्यौँ। त्यसको भिडियो खिच्न थाल्यौँ। 4 हात खुट्टा टेकेर लौरो टेकेर दायाँ बायाँ समातेर बिस्तारै ओर्लिदिएको झन्डै आँखामा घुचेर क्याप समातेर दौडिन पो थाल्यो। अब भएन भन्दै जाँदा जाँदा सूर्यकुण्ड फुलचोकी देख्यौँ। कस्तो राम्रो रहेछ नि हेर्न थालेको त कुण्ड त पुरै सुकेर यस्तो भएछ। यो त पुरै एक्सपेक्टेसन भर्सेस रियालिटी जस्तो भयो। यसो हेरेको यतातिर गाई बस्तुको र बाघ भालुको पाइला देख्यौँ। पछि हामी पुग्यौँ माथि र अब चाहिँ हामी माथि फुलचोकी मन्दिर पुग्यौँ। एकछिन हेरेर रमाइलो गऱ्यौँ। बिस्तारै सिँढी बनाएको रहेछ। हामी बिस्तारै बिस्तारै चढ्न थाल्यौँ र हेरेको त फुलचोकीमा दर्शन गर्न आउनु भएकोमा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक स्वागत गर्दछौँ। बोर्ड देख्यौँ। यसो हेरेको शिवलिङ्ग रहेछ। यहाँ चाहिँ अलिकति भिन्न देखेँ। एउटा कालो शिवलिङ्ग र अर्को सेतो र बिस्तारै हामी मासतिर लाग्यौँ। मासतिर उकालो सिँढी चढ्दै थियौँ। चढ्दा चढ्दै हामी यसो यता दायाँतिर आँखा लगाएको त त्यतातिर त यसो हेर्दा ब्यारेक जस्तो देखिन्छ। होइन ब्यारेकै पो आयौँ कि भनेको। पहिला मान्छेहरू आर्मीहरू चाहिँ यहाँनिर ड्युटी गर्दा रहेछन्। हामी यहाँ फुलचोकी मन्दिरको उकालो सिँढी चढ्दैछौँ। फुलचोकी मन्दिर आइपुगिसकेका छौँ। पहिला सुरु त यसो हेर्दाखेरि आर्मी क्याम्प जस्तो देखिँदो रहेछ। तर बुझ्दै जाँदाखेरि चाहिँ यस्तो रहेछ। चारैतिर यस्तो ढुङ्गा छ। जुत्ता चप्पल हान्नु चाहिँ यहाँ रहेछ। मन्दिरमाथि जानुलाई चाहिँ जुत्ता चप्पल खोल्नु पर्दो रहेछ। के भन्नु अहिले आउनु मिल्ने रहेछ। मिल्न चाहिँ आर्मी बेरेको भएर बन्द रहेछ। फुलचोकी मन्दिर भने चाहिँ यो रहेछ। गाइज उचाइ 2700 मिटर।